यो F1 स्पोर्ट कार चाहिँ यस्तो बवाल छ कि बवाल भन्दा पनि बवाल छ, जसमा तपाईँले चाहिँ एउटा यो चाहिँ आरसी वाच पाउनुहुन्छ अनि अर्को भने चाहिँ यो नर्मल रिमोट। यस्तो बवाल, यसबाट तपाईँले आफ्नो हातकै यसको इसाराबाट यसलाई चाहिँ कन्ट्रोल गरेर मिल्नुभयो। दाम यसरी चाहिँ अगाडि जा भन्ने टक्क जाने हुन्छ, यसको टक्क हेर्नु त पछाडिबाट चाहिँ ऊ पनि आउने हुन्छ, टक्क धुवा पनि आउने हुन्छ। यो चाहिँ बाफ हो, पानीको बाफ हो, यसले कुनै पनि असर गर्दैन, हेर्दा पनि बब्बाल खाली। यसको स्पिडको कुरै नगरौँ, टक्क भुइँमा राखे पनि सट्ट गयो कि सट्ट यसलाई पछाडि टक्क भने अगाडि जाने भयो, यो चाहिँ पछाडि आइदियो भने चाहिँ सट्ट पछाडि आउने भयो क्या। यो चाहिँ यसको यसले सबै ढालिदिन्छ। यस्तो दामी रेसिङ कार चाहिँ, यो स्पोर्टी कार चाहिँ हजुरको नानी बाबुलाई या हजुर आफैलाई पनि युट्युब भिडियो कन्टेन्टको लागि चाहिरहेछ भनेपछि हामीले ग्याजेट घरमा एकदम सस्तोमा ल्याइदिएको छ। यसमा चाहिँ तपाईँले अर्को भने चाहिँ यो टक्क यसलाई चाहिँ अफ गरिदिउँ है, यसलाई चाहिँ अफ गरिदिउँ। अब नर्मल रिमोटबाट पनि कन्ट्रोल गर्न मिल्यो है, यो रिमोट त यसैमा आउँछ, फेरि यो रिमोटबाट पनि कन्ट्रोल गर्न मिल्ने हुन्छ। अन गरिदिनु साट पारेर यसलाई चाहिँ, अर्को भने चाहिँ यसलाई पनि अन अफ गरेर टक्क पारेर अब हेर्नु ल, यो चाहिँ साइड जाने पनि हुन्छ, यता साइड जाने हुन्छ, टक्क यहीँ रिमोट हेर्नु त यसरी पनि सबै साइड जाने हुन्छ। अनि स्पिडको त कुरै नगरौँ, टक्क यसको पछाडिको धुवाको त टाक्क क्या दामी लाइटनिङ, यसो हेर्दाखेरि बवाल खाले। यो चाहिँ यो F1 कार चाहिँ हामीले ग्याजेट घरमा ल्याइदिएको छ एकदम सस्तोमा। चाहियो भने हजुरहरूलाई पनि मजाले अर्डर गर्न सक्नुहुन्छ, जसमा तपाईँले दुईवटा रिमोट पाउनुहुन्छ। एउटा चाहिँ आरसी वाच भयो अनि अर्को आरसी रिमोट कार त भइ नै हाल्यो, यो रिमोट चाहिँ भइ नै हाल्यो। यो चाहिँ चाहियो भने यो रिचार्जेबल हो, फेरि यो चाहिँ हजुरको रिचार्जेबल, यसमा नर्मल ब्याट्री लाग्छ, यो पनि रिचार्जेबल हो। चाहियो भने मजाले अर्डर गर्न सक्नुहुन्छ। सबै ठाउँमा क्यास अन डेलिभरी हुन्छ। यो बक्स प्याकमा आउँछ। हस्, धन्यवाद।